नमस्कार। सर्वप्रथम सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, आमा बुवाहरूमा आज म यस भिडियो यस कारणले बनाउँदैछु कि अहिले जुन चर्चाको विषय रहेको छ गोर्खाल्यान्ड, यसमा हामी सबैले बुझ्नुपर्ने कुरा धेरै रहेको छ। मैले केही आफूले बुझेका कुरा हो तपाईँहरूमा भन्न गइरहेको छु। यदि मन परेमा यसलाई लाइक, कमेन्ट अथवा सेयर गर्दै हुनुहुन्छ भने आशा राख्दछु। सर्वप्रथम गोर्खाल्यान्डको विषय चलिरहेको छ अहिले भारतमा, यो अहिले चर्चाको विषय पनि रहेको छ। गोर्खाल्यान्ड अहिले जुन भारतीय नागरिकहरू छन्, दार्जिलिङमा बसोबास गरेका जुन नेपालीहरू छन्, उनीहरूले गोर्खाल्यान्डको माग गरिरहेका छन् र त्यसका कारण आन्दोलन समेत गरिरहेका छन्, बन्द हडताल गरिरहेका छन्। ठिक छ, उनीहरूले पाउनुपर्ने अधिकार उनीहरूले पाउनुपर्छ। उनीहरूले पाउनुपर्ने अधिकारको लागि हामी पनि समर्थन गर्दछौँ। तर मैले भर्खरै एउटा लाइभ देखेको थिएँ, एउटा फलो सपोज सीमा सुवेदी नाम गरेको एकजना इन्डियन भनेर भन्नेले भिडियो हेरेको थिएँ मैले। उहाँले भन्नुभएको छ कि हामी नेपालीहरू इन्डियामा गएर भाडा माग्छौँ अरे, भाडा माग्न जान्छौँ अरे, यस्तै थुप्रै कुराहरू भन्नुभएको थियो। र खास नेपालको जुन एउटा पुस्ताले राखेको एउटा इतिहास रचेको छ गोर्खाहरूको बारेमा, त्यसलाई नै धरापमा परेको देख्छु म। किनभने जुन इन्डियनहरू छ उनीहरूले भन्छ हामी इन्डियन हो, र फेरि उनीहरूको नाम चाहिएको छ गोर्खाल्यान्ड, गोर्खाली, जुन इतिहासले चिन्ने गरेको छ वीर गोर्खाली नेपाली भनेर। यदि ममता ब्यानर्जीले गोर्खाल्यान्ड भनेर त्यसलाई नाम दिएको खण्डमा हामी नेपालीहरूको एउटा इतिहास नै धरापमा पर्ने म देख्दछु। जसरी अहिले इन्डियाले बुद्ध वाज ब्रन इन इन्डिया भनेर फेक न्युज विश्वभर फैलाइरहेको छ, त्यसले गर्दा हामीले त्यसको समस्या झेल्नु परिरहेको अवस्थामा फेरि पनि अर्को एउटा समस्या आइपर्ने म देख्दछु। यदि गोर्खाल्यान्ड भनेर नाम दियो भने भोलि हाम्रा पुस्ताहरूले पढ्दाखेरि गोर्खाल्यान्ड कहाँ छ त भन्दा इन्डियाको एउटा स्टेट हो। त्यसो भन्दा के हुन्छ, वीर गोर्खाली भनेको हुन्छ इन्डियन भनेर फेरि पनि चिन्ने अवस्था आइपुग्छ। त्यस कारणले म फेरि पनि भन्न चाहन्छु कि हामी सबैले एउटा सत्य कुरा बुझेर मात्र यसलाई समर्थन गरौँ। ठिक छ, उनीहरूले आफ्नो अधिकार पाउनुपर्छ, हामी पनि त्यसमा समर्थन गर्छौँ, तर त्यसलाई गोर्खाल्यान्ड नाम दिनु कदापि हुँदैन। यदि कुनै अर्को नाम दिएर त्यसलाई छुट्टै स्टेट दिन्छ भने त्यसलाई हामी समर्थन गर्न तयार छौँ, तर गोर्खाल्यान्ड नाम दिनु हुँदैन। कोही व्यक्ति नेपाली बोल्दैमा त्यो नेपाली हुन सक्दैन। गोर्खाल्यान्ड भनेर नामकरण गर्नु एकदम सरासर गलत हुन जान्छ। गोर्खाहरूको इतिहास जुन सीमा सुवेदीलाई थाहा रहन्छ, उहाँले भन्नुभएको छ हामी नेपालीहरू गएर भाडा माग्छौँ आदि इत्यादि कुराहरू भन्नुभएको छ। त्यसमा मैले धेरै कमेन्टहरू पनि हेरेँ त्यसको विषयमा। त्यस कारणले हाम्रो इतिहासले राखेको एउटा पुस्ताहरूले राखेको एउटा जुन इतिहास छ, रचेको एउटा इतिहास छ वीर गोर्खाली भनेर जुन विश्वभर फैलिएको छ, त्यो नै धरापमा पर्ने मैले देख्दछु। यस कारणले हामी यसको खण्डन गरौँ, यसको विरोध गरौँ, यसलाई समर्थन होइन विरोध गरौँ। यदि अन्य नाम दिएर त्यसलाई नामकरण गरिन्छ भने त्यसको लागि हामी सपोर्ट गर्न तयार छौँ, होइन भने यसको खण्डन गरौँ, विरोध गरौँ। जतिसक्दो यसलाई सेयर गरेर सबैमाझ पुर्याउनु म हार्दिक अनुरोध गर्न चाहन्छु। र यदि ममता ब्यानर्जीले त्यसलाई गोर्खाल्यान्ड भनेर नामकरण गरिएको खण्डमा हामी सबै युवाहरू एकजुट भएर फेरि भारतको सामु फेरि आन्दोलनमा उत्रिनुपर्ने हुन्छ। भारतले हाम्रो चुनौतीको सामना गर्नुपर्ने हुन्छ। यति भन्दै मेरा 2-4 कुरा यही राख्न चाहन्छु। सबैले यस भिडियोलाई लाइक, कमेन्ट र सेयर गरेर सबैमाझ पुर्याउनुहुन्छ भन्ने आशा राख्दछु। धन्यवाद। जय नेपाल, जय गोर्खा।